म यहाँ केही कुरा भन्न मन लाग्यो आजको यो साँझमा। म आज विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा छु। मलाई के भन्न मन लाग्यो भने प्राइभेट हस्पिटलहरू चाहिँ एकदमै वृद्धि भएको, एकदमै फेसिलिटी भएको हाम्रै नेपालमा नि पाउँछौँ। तर हामी हेर्दै गर्दा हामी सरकारी हस्पिटलहरू चाहिँ कुनै पनि सुविधा नभएको अवस्था, अनि कुनै पनि बिरामीहरूको हेरचाह गर्न असक्षम भएको अवस्था हामीले पाउँछौँ हैन। जस्तै विभिन्न ठाउँमा त्यस्तो समस्याहरू आएको छन्। त्यो भएको कारण यो एउटा विराटनगरको यो चाहिँ व्यक्तिगत अथवा प्राइभेट एउटा पानी यति नै थियो। प्राइभेट हस्पिटल भएको कारण एकदमै फेसिलिटी, एकदमै सेवा सुविधा युक्त हस्पिटल मलाई लाग्यो। भित्र हेर्दै जाँदै अझै धेरै कुराहरू छन्। त्यो भएको कारण व्यक्तिको चाहिँ अथवा प्राइभेट चाहिँ यदि सुलभ हुन्छ भने हाम्रो नेपाल सरकारी हस्पिटलहरू चाहिँ किन भने जस्तो हुन सकेको छैन, यो कुरामा म जिज्ञासा लागिरहेको छ भन्न चाहे। र आगामी दिनहरूमा पनि प्राइभेट मात्र नभएर नेपाल सरकारको हस्पिटलहरू पनि एउटा फेसिलिटी युक्त सबै बिरामीहरूलाई हेर्न सक्ने सक्षम हस्पिटल नेपालमा हुनु जरुरी छ भन्न एउटा सुझाव र एउटा सल्लाह पनि म चाहिँ दिन चाहे। तर हामीले भन्दैमा हुने कुरा चाहिँ होइन, तर पनि जनताको सहमति र सही तरिकाको हाम्रो नेपाल सरकारबाट सही तरिकाको कामहरू, योजनाहरू अथवा योजनाहरू कार्यान्वयन भयो भने चाहिँ असम्भव केहीमा पनि हुँदैन भन्न चाहे।